मेरो फेसमा ग्लो आउने भयो 3-3जनाले यहाँ मसाज गर्दै खै यिनीहरू लगन खेल जाने भन्दैछ खै हुन्छ होइन बहिनीले चुरा किनिदिने रे भोलिपछि मलाई के दिने पैसा कमाएपछि सुना चाहिँ मेकअप गर्न मैले नदिएको मेरो खुट्टा ढोकेर प्लिज आज एक दिन मेकअप गर्छु आज मलाई दिनु न एक प्लेट अर्डर मलाई यहाँ मसाज गरिदिनु रे मसाज सिरियसली मलाई चाहिँ त्यस्तो चुरा मेन्डीमा त्यस्तो इन्ट्रेस्ट छुइनँ हेलो गुड मर्निङ टु एभ्री वान वेलकम टु माई टुडेज भ्लग म चाहिँ आज बिहान 5 बजे उठिसकेको छु अहिले भर्खर 5 बजिरहेको छ हो के नै बिना 5 बजेको छ आइएम जस्ट कुडिङ म 11:30 भइसक्यो गाइजहरू उठ्ने बित्तिकै डङ 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 बच्चाहरू सब भोकाए खाना बनाएको होइन के खाएको छैन बिहानदेखि बहिनी पनि कलेज गइसक्यो अनि खाना बनाएको छु यहाँ आलु भुजिया बनाएको बच्चाहरूले खाने आलु भुजिया अनि अन्डा अनि यहाँ छ दाल होइन गाइजहरू यहाँ चाहिँ मेरो फेभरेट अचार हो अनि बच्चाहरूलाई चाहिँ हिजो मोमोको अचार छ मोमो पनि छरे त छन चाहिँ अब त्यो भरे खानुपर्छ अब तातो भात छोडेर होइन कसले मोमो खान्छ त्यति हो ल मेरो बच्चाहरूलाई लास्ट भोक लागिसक्यो त्यही भएर छिटो खाना के गर्नुपर्ने हुन्छ पस्किनु पर्ने हुन्छ गाइजहरू मेरो बच्चाहरू फतक फतक भइसक्यो त्यहाँ भोक लाग्यो भनेर उफ्रिन्छ तर यिनीहरूले खाने पनि दिँदैन के खानु पर्यो नि सबैजना तस्तै छन् लगन जाने कुन सेट टेबल मिलाउ एक्लै भयो भने मान्छे यस्तो अतालिन्छ भाइहरू खै यिनीहरू लगन खेल जाने भन्दैछ खै हो कि होइन बहिनीले चुरा किनिदिने रे बहिनी छ नि उसले यिनीहरू सबैलाई चुरा किनिदिने भनेको छ अरे खाने हो कि साँच्चै हो टेबलहरू अनि बस्नेहरू राख्यौ त्यही त टेबल मिलाउ त्यहाँ उता खाना खाने ओके 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 हो त्यही लिएर जाऊ टेबलमा ल्याएर राख हेजिरात खाना खानु भन्दा 1 घन्टा अगाडिदेखि बोलाउनु पर्छ हेजिरात एकचोटि बोलाएर हुँदैन नि गाइजहरू अब हेर्नु एकचोटि बोलाएर कतिचोटि बोलाउनुपर्छ जुन लगे पनि यता गाइजहरू खाना पनि लागि पस्दिसक्यो हेर के फालेको युबिनाले पिट्टै खान्छ है गाइजहरू खाना खानु पर्ने हुन्छ युबिना सुतेकै ल भोक लाग्यो के लाग्दैन वाट लाग्दैन तिमीलाई पनि लाग्दैन मलाई त लाग्छ लाग्दैन यहाँ आउँदा त मलाई 20 रुपैयाँ मगाउन लाग्छ खाए गाइजहरू भोक लाग्यो लास्ट आफै ढिलो हुने आफै बोलाऊ यिनीहरू दुईजना आफै जाने क्या लगन खेल अनि पैसा कुन कलरको चुरा लाउने चाहिँ तर गाइजहरू सिरियसली मलाई चाहिँ त्यस्तो चुरा मेन्डीमा त्यस्तो इन्ट्रेस्ट छुइनँ पहिला हामी होस्टेल लाइफमा बस्दाखेरि पनि त्यस्तो साह्रो त होइन योभन्दा अगाडिकोमा चाहिँ 2 चोटि होला दिदीले दिनुभएको थियो थेचोको दिदीले उसको मम्मीले अनि अब अरूले मायाले दिएपछि त लाउनुपर्छ नि होइन अनि त्यो पनि कतै एक हप्ता जति लाउँथ्यौँ अनि फुकाइहाल्थ्यौँ त्यही भएर त्यस्तो इन्ट्रेस्टेड छुइनँ क्या हिजो बहिनीले मेहन्दी नलाउने भन्दै थियो हिजो लाउनु पनि मन थिएन अनि लाइनु पहिलाको साउनमा चाहिँ पहिलाको साउनमा लाउनु भएको थिएन हिजो उसको मामुसँग रिसाएर क्या भान्जाले पनि हिजो लास्टमा बनायो मेहन्दी कहाँ भन्दाखेरि उसको ढाडमा ड्रागन के बनाउनु भनेर सुनिरहेको थिएँ ढाडमा चाहिँ बनाएको छ अहिले चाहिँ सुतिरहेछ उसको सुते पनि त्यस्तो छ स्कुलमा लगाइदिन्छ नि मन्टेसरी सबैलाई भोक लागेको छ सबैलाई लास्ट भोक लागेको छ ओजी गुलु सबैले खाना थपिसक्यो आज नत्र यदि त्यस्तो खाना थप्नेवाला थिएन नि तिनीहरू बिहान चिया नखाएको पनि ठिकै भएछ भान्जीले चिया खाने हो भनेर भन्दै थियो मैले नाइ भनेर भनेको थिएँ म चाहिँ किन भन्दाखेरि ब्लग एडिट गर्छु आजकल बिहान अनि त्यही भएर ढिलो भएको क्या भरे के काम हुन्छ कता कता गइन्छ होइन बच्चाहरूको स्कुल नहुँदा त्यस्तै हुन्छ क्या मम्मी ढिलो सुन्नुहुन्छ ढिलो ब्लग एडिट गर्नुहुन्छ ढिलो खाना मम्मी
नि स्याटरडे र सन्डे नि तबियत दुःख अनि नि मन्डेदेखि स्याटरडेसम्म नि तपाईँलाई दुःख दुःख त्यही एउटा छिटो चाहिँ उठ्नु पर्दैन स्याटरडे र सन्डे गाइजहरू भोलिबाट फेरि सेम रुटिन तिनजनाले हेर्नुपर्ने यहाँ तिनजनाले यसरी भोलिपछि मलाई के दिने पैसा कमाएपछि सुनको हार किन्थिने गुलुले घर गुलुले एउटा देश किन्यो गाडी भन्न मम्मी नि ठुलो नि के परे ठुलो भएपछि त म निस्कुनको भाउ 1 करोड छ मम्मीको तिम्रो ठुलो हुँदा त हुन्छ पनि 1 करोड यस्तै चाहिँ बच्चाहरूसँग गफ गफ मम्मीलाई किन्ने हो कि तिम्रो बुढीलाई किन्ने 2080 कि कतिमा दुनियाँ न्यु त्यो अर्थ बच्चे भयो कसले भने यिनीहरू यो लगन खेल जानु लगन खेल जान यो बिना खोइ तिम्रो ट्याटु देखाउ त ट्याटु उसको यो ट्याटु देखाएर जाने रक्तीको 1 पिस लाएर देखाउँछ तपाईँले रेडी भएपछि यिनीहरू राम्रो गुरुना चाहिँ मेकअप गर्न मैले नदिएको मेरो खुट्टा ढोकेर प्लिज आज एक दिन मेकअप गर्छु आज एक दिन रे अहिले नै सबै तेरो फेसहरू बिगार न यो चाहिँ बुढो मामला पठाइदिनु पऱ्यो भएन गुरु हो त्यो मैले त्यहाँ बाँधिदिएको थिएँ क्या गुरुको ब्याग ठुलो भएर यहाँ त गुरु यहाँ बाँधिदिएको छु क्या बो जस्तो देखेको छु त्यो मैले बाँधिदिएको थिएँ भयो ल जाऊ तपाईँ नआउने त्यहाँसम्म पुऱ्याउनु पनि आउँछु म अनि त्यहाँको भेटेन भने जति पनि भेट्छ गयो बल्ल बल्ल गयो कि गएन गइसके मलाई चाहिँ नुहाकी निन्द्रा लाग्छ बा सुत्नु त होला ढोका एजी कहाँ पो गइस् लुगा धुनु भनेर सोचेको थिएँ गाइजर अब अझै जागर चलेन अब भोलि धुन्छु गेट लगाइदेऊ बाई बाई गाइजहरू भान्जा पनि जानुभयो मजाले सुतेछु यार गाइजहरू यस्तो मजाले सुतेछु कुरै नगर्नु न यस्तो हेरेको त 4 कति भइसकेको छ उसको ट्युसन भएर जानुपर्छ क्या 4:30 मा त उसको ट्युसनै छ टाउको दुख्यो एउटा भोक मारी खालि भोक लाग्यो भन्न भाइ के जान्दैन शुद्ध थपक्क भोक हराउँछ गाइजहरू यहीँ चाउमिन ल्याएर चाहिँ अब चाउमिन खाने चाउमिन भोक लागेर हो मलाई पनि हल्का भोक चाहिँ लागेको छ त्यही भएर अब हामी खाँदैछौँ चाउमिन सुप पनि हाल्ने त्यसै हाल्ने क्या सुप हेरेँ चबिसले चाहिँ को खाने गुले पनि पिरो पनि मिसाइदो रहेछ ल उयो अगाडि चाउमिन मलाई चाहिँ मनपर्छ क्या मलाई पनि मनपर्छ हेजीलाई पनि मनपर्छ लोकल भट्टीको जस्तै लाग्छ यो मोमो ल्याइदिनु न 1 प्लेट अर्डर देख्नु भएन है गाइजहरू खायो जे चपस्टिकले खान जानेको छ खुब हो छाङ छुङ छाङ गरेर बोलाऊ
कस्तो कोकी याद आयो गाइजहरू यार मलाई गाइजहरू खाजा खान्छु गाइजहरू यिनीहरू लगन खेल गएर पनि सेउसी लुगा लाएर लगन खेल गएर पनि हो के गरिरह्यो चुरा लायो सक्यो त्यो गुलुको खोइ गुलुको चुरा ऊ त्यो एउटा चाहिँ त्यहाँ फाल्न आँटिसक्यो गुलुले त्यो चाहिँ हो मन परेन होइन सानो भएछ अघि चाहिँ के पनि भनेन अब यहाँ आएपछि पैसाको नाश म चाहिँ यहाँ के गर्दैछु भने गुलुले मलाई यहाँ मसाज गरिदिनु रे मसाज हेरौँ न मेरो गुलुले गरेको मसाज कस्तो हुँदो रहेछ गाइजहरू कपालमा चाहिँ डोन्ट टच माई हेयर है प्लिज मलाई हेयरमा च्याप च्याप चिप भएको मन पर्दैन यो भर्खर नुहाएको मान्छे म त्यसरी नि मसाज हुन्छ मेरो के छाला निस्कला रहेछ त्यसो तिम्रो मसाज गर्यो भने त तिम्रो कस्टमर पनि भाग्छ कपालमै लगाइदिइसक्यो मलाई अब रिस उठ्छ गाइस मलाई कपालमा अलिकति तेल लाग्यो भने यस्तो केही चाउ ल है त गाइजहरू एकछिन गुलुले गरिदिएको मसाजको पनि मजा लिऊँ त गाइज गुलुको यो फेस मसाज यो क्लिजिङ गरिदिएको त्यो फेस मसाज गरिदिएको यो एक बट्टा थियो होला अब यो सकाउने भइसक्यो मोइस्चराइजर त्यो पनि हेजीको लगाएको मैले यो सब सकाउन आँटिसक्यो यो डल्ले कोदलेको अब यसमै मात्र गर न मसाज भन्छु फेरि लाउँछ त्यसरी बेबीहरूलाई देखाउ न तिमीहरूको फेरि अस्ति मेरो जस्तै कम्युनिटी गाइडलाइन्स आउँछ अनि तपाईँहरूलाई फर्स्टमा मैले गरेको थिएँ मनको मसाज अनि सेकेन्डमा युना दिदीले गरेको थिएँ ठहरमा चाहिँ मोटो गरिदिँदैछ ज गर्दैको रे मम्मीको ज कति सार्प छ युना दिदी ल गाइजहरू अब यहाँ हेजीको टर्न हेजीले गरिदिन्छ अब पहिला गुलुले गरेको सेकेन्डमा युबिनाले गरिदिएको अब थर्डमा हेजीको टर्न अनि चिम त गरेर छ यो भन्दा चाहिँ कसरी चिम गर्ने यसरी आइब्रोमा लाग्यो छिटो है छिटो युना दिदी खोइ आज मेरो फेसमा ग्लो आउने भयो तीनजनाले यहाँ मसाज गर्दै यसो समाउनु तिमी आफ्नो म समाउँदिन के भन्नु ल म चाहिँ सुतेको लागि के भन्नु फर्स्टमा मम्मी सुनसँग भयो भन्न के भन्नु Thank you for watching. लाइक गाइजहरू भ्लगिङ गर्नुपर्ने मेरो फेस आज ग्लो भएको छैन तीनजनाले फेस के अरे मसाज गरिदियो मेरो तीनजनाले होइन मोइस्चराइजर लगाएर यहाँ मेरो मसाज जस्तै गरिदिएको थियो कस्तो भएको छ मेरो फेस एम आई गोइङ यो होइन जेलसले मर्न आँटिसक्यो गुलु मेरो अगाडि सुतेको यहाँ खुला ताप्दैछ गाइजहरू आज त भ्लग केही पनि छैन त्यस्तो केही पनि छैन घरको घरमै बित्यो नुहायो धुवाइ चाहिँ गरेँ होइन भोलि चाहिँ लुगा धुनु पर्ने छ तीनजना त अट्दैन है यति बेला पो अट्छ के यत्तिकै सुत्छ रातभरि बिहानभरिसम्म अनि म एक्लै सुत्दा चाहिँ मलाई आनन्द हुन्छ लात्ती हान्छस् एजीले मलाई कस्तो लात्ती हान्यो गाइजहरू मान्दी चाहिँ सुतेको छ राति उठेर फुटबल हेर्ने भन्थ्यो आज फाइनल हो नि त तर अब म हेर्दिनँ त्यो नचिन्ने मान्छेहरूको छोड्नु ब्लगिङ गर्दै
ल है गाइजहरु ब्लगिङ गर्छु अब चाहिँ ओके बाई बाई गुड नाइट ह्याभ अ स्वीट ड्रिम एन्ड थ्यांक यू फर वाचिङ आवर भिडियोज थ्यांक यू फर सपोर्टिङ टु अस जसले पनि सब्स्क्राइब गर्नु भएको छ धेरै धेरै धन्यवाद जो पनि सब्स्क्राइब गर्नु भएको छैन प्लिज डु सब्स्क्राइब प्लिज डु सब्स्क्राइब टु आवर च्यानल धेरै धेरै माया गर्दैन यार गाइजहरु छ्या म त दिक्क लागिसक्यो ब्लग बनाउनु पनि अब त भने सब्स्क्राइबर परेको ब्लग पनि बनाउनु मन लाग्छ यार भोलिदेखि फेरि सेम ड्युटी सेम रुटिन भोलिबाट फेरि मेरो स्टार्ट हुन्छ ल यति भन्दैमा म मेरो ब्लग यही क्लोज गर्न चाहन्छु ओके बाई बाई गुड नाइट आकाश